फाइनली आज झाँक्री ढुङ्गासम्मको यात्रा कस्तो हुन्छ अब बिहानै समय बल्ल 6:30 भएको छ अहिले रमाइलो छ बाबा मम्मी थाकेर बस्नु भएछ यही बेला यसरी हिँडेपछि मेलामा खाइन्छ यस्तो चियाहरू पनि जति माथि गयो त्यति रमाइलो देख्छ अब ठुलो नयाँ भाडा सबसे बेटर सिन यहाँबाट देख्छ हिँडेको हामी गाह्रो त गाह्रै छ ठुलो देवाली हाम्रो यहाँ गर्छौँ हामी स्पेसल्ली थाकेर पाठा बहुत घुमिरहेछ नि हिँड हाम्रो देवाली थान अब चढाउनु पर्छ भने नमस्कार गरौँ न ल शुभयात्रा हुनु माग गर्नुहोस् जति माथि गयो त्यति रमाइलो छ अझै पनि हामी देवालीको थान कटेर अझै अगाडि गयो हजुर डाँडामा ट्याक्क यो चाहिँ बुलराम्चे देवालीको थानदेखि मास्तिर चिप्ले मेला जाने बाटो यहाँदेखि हामी झाँक्री ढुङ्गा यात्राको पहिलो हाम्रो घुम्नुपर्छ इन्जोय गर्नुपर्छ भने हाम्रो फाइनली ओह्रालो सकिसके पछाडि फेरि उकालो सुरु हुन्छ राम्चेको थानदेखि अलिकति उकालो
यता लुङ बाने फोप्ली यता पर्छ सरदरी खुङ बिचमा पूजालाई त्यहाँ त बादलले सिकिसकेको छ। हामी यति धेरै माथि आइसकेका छौँ कि खुङको धुरी पनि तल देख्छ। हामी अब चिप्ने बेलाको तेर्सो बाटो रामदेवको धुरी हिँडिरहेछौँ। हिँडेको हुनुहुन्छ यहाँको चाहिँ प्रतिशत ज्यादा छ, मभन्दा बढी हुनुहुन्छ। मौसमको क्लियरिटी गर्दाखेरि क्लियर गर्दाखेरि छक्क देखिरहेछ। म त के बोल्छु देखिरहेछ। युट्युबमा आउँछ, युट्युबमा हाल्छ, युट्युबमा हाल्छ। फाइनल्ली यो चाहिँ पारीको अर्खाको गाउँ यता छ, 3 मिनेटको डाँडा त्यहाँ छन्। अनि सबैभन्दा एडभेन्चर सिन भनेको यो सब बादल हुने छ, गाउँहरू घरहरू सबै बादल हुने छ। चाल्ने चाहिँ रजबारा जिल्लाको सिमाना लास्ट स्टेसन यहाँ हो। बिहानको मौसम हेर्दा र अहिलेको घाम बडो राम्रो भइरहेछ, चमकदार घाम लागेछ। तलतिर पनि एडभेन्चरै छ। केही पाक्ने घुमेली त मधेसमा तोरी खान्छ नि घुमेली पाकेछ। पाकेर झरेछ। यो चाहिँ ढुङ्गा उचाल्ने पूजा र रजबाराको सिमाना गाउँले उचाल्नु पर्यो यहाँ। पुरा यो यात्राको क्रममा यात्रा चाहिँ शुभ होस्, राम्रो यात्रा होस्, सफल यात्रा होस् भन्ने हिसाबले चाहिँ देउराली ढुङ्गा उचाल्ने देउराली जाँडा है। बाटो ढुङ्गा रजबाराकै पर्छ। सबैभन्दा ठुलो जङ्गल, यो जङ्गल नाम फेरि आरी रजबारा आरी खर्क जङ्गल। यति राम्रो जङ्गल छ यो। हामी चाहिँ यो जङ्गलभित्र डेन्जर पनि छ, बाघ भालु सब पाइन्छ। तर यस्तो जङ्गलमा बाघ भालु बस्दैन, चिसो हुन्छ। विशेष गरी राते घोरल अन्य कुखुराहरू कुखुराहरू बाघ भालु सबै उता पूजाको जङ्गल जुन हाम्रो जाडगाउँको जङ्गलमा बस्छ। यी जङ्गलमा सिर्फ उता भयो नि साराहरू बस्छ।
अर्कोको जङ्गल के भन्छन् आरु भएर आरु भने हो कि आडा भएर आडी हुने हो कि चिया भेटिने हो कि च्याउ पनि भेटिन्छ यहाँ त्यति राम्रो सिन त कतै छ नि त बडा मसिनाहरू ओइसेलु पाकेको ओइसेलु काँडा खोज्यो ओइसेलु पाउने भन्छ मलाई दिनुहुन्छ कि यति अमिलो खाएपछि यति खाएपछि मजा हुन्छ माको एक्लै बस्छ भन्न यसको बगाल थुप्रै छ नि झाकै धुवा मम्मी अलिक कालिदिनुहोस् चाहिँ आयो काले पुनको घाँटी रे अब खै कसरी घाँटी भयो यो चाहिँ यता रजबरा यता पूजा हो पुनको घाँटी भनेर भन्दो रहेछ यसले काले पुन किनभने कति कालो थियो होला नभन्दा नि नाम काले रे जङ्गल र जङ्गलै हो कोइरो लागेपछि हल्का अँधारो देखिन्छ अब झाँगा ढुङ्गा पुग्नलाई जम्मा 1 घन्टा 30 मिनट लाग्छ होला भनिन्छ तर हिँड्ने गर्दाखेरि के हुने कसो हुने थाहा छैन जमिनमा जुगा लाग्यो भने जुगा लागिहाल्छ नि फुल चाहिँ एकदम यहाँको पर्खाल फुल रहेछ सिजनको अनि हरेक ठाउँमा चौर छ सानो चौर छन् जुगा लाग्यो अरे बाबुले जुगाको दबाई यहाँदेखि हामी काले पुनको पठाइमा जान्छौँ हामी त्यसपछि हेरौँ न भन्ला नि रुख पनि यस्तो दामी दामी रुख छन् भित्रभित्र रमाइलो छ बाबा अगाडि हजुर एउटा कुरा चाहिँ विशेष कुरा यो चाहिँ तामाखानी झाँक्री ढुङ्गा दहबासे जोड्ने यो गोरेटो बाटो हो
यो बाटोको नाङ्गे डाँडा पुगिसकेको छ बाटो। नाङ्गे डाँडाबाट फेरि उता गौमुखी 3 महिने हुँदै उता गोरुटो बाटो नै जोड्ने ट्रेकिङ वे भन्छ पनि, ट्रेकिङ रोड पैदल हिँड्ने पनि हो। राइडरहरूले बाइक पनि चलाउनु मिल्छ। बाटोमा फुलले चाहिँ एकदम सहयोग गरिरहेछ हामीलाई। भैली खेल्दा रातो माटो चिप्लो बाटो भन्छ नि यो चाहिँ कालेबुङको बथान। विशेष कुरा चाहिँ यो चाहिँ कालेबुङको बिजुना ल बथान बस्ने हो। सिकार खेल्न आउँदाखेरि कालो बुनले बथान बस्थे भन्ने सुनेको छ। उहिले चलेकै मान्छे रहेछ है, कुरा यसरी बुझिन्छ। पछाडिको सिन हेर्ने पनि कहाँ कहाँ देख्छ। हिमालको हिउँको हावा हो नि त। अब यो कालेबुङको बथानबाट हामी चाहिँ अगाडि बढ्यौँ, उकालो लाग्यौँ, हल्का उकालो। यो चाहिँ पालकत्री, पालले कटेर बनाएर पालकत्री भने। माटे बिसमा पालकत्री, यो अगाडि माटे बिसमादेखि पालकत्री पुगिन्छ। भोलि घुइँलोको रुख, घुइँली जुन कलाकारले गीत गाउँछ नि, घुइँली घुइँली भनेर यो। अब यहाँको शुद्ध पानी यसरी पिइन्छ। यो रुख रुख होला। अब विशेष त यो ठाउँको चाहिँ छुट्टै कहानी छ। उहिले हाम्रो पुर्खाले चोया काट्न जाने बेलामा, चोयाको भारी ल्याउने बेलामा, फाइट परेको पानी खाने बेलामा भालु 81 फिट भयो। र यही मध्ये कुन चाहिँ रुखमा चाहिँ भालुलाई समाएर पछारेको यहाँको चिसो पानी खानाको मजै बेग्लै छ। हेरिरहेको छ पाखले। अब विशेष कहानी बोकेको ठाउँलाई हामी के भन्छ, यहाँको चिसो पानी पनि पियो। विशेष कहानी पिएको पानी मिनरल वाटर भन्दा त 100औं गुणा 1000औं गुणा मिठो छ यो पानी। ए जुका यस्तो हुन्छ, खरी जुका यस्तो लुक्न लागेको छ पानीभित्र। कहिलेकाहीँ बुढापाकाहरू यस्तो उडान बस्ती पहिला उडान बस्न पनि छ यसरी। विशेष सिन जुन हाम्रो गाउँको टप डाँडो भनेको त्यो डाँडो। त्यति माथि आउँथ्यो हामी घाम लागिरहेको त हामीले त्यही न हो। अब माटो बिसुन भन्नु त भने माटो बनाएर भरिहाल्छ नि। एडभेन्चर सिन यो। हामीलाई आज घामले नि बडो साथ दिनु भएछ। यति माथि गयो उति राम्रो घाम लागिरहेछ। स्पेसल कुरा हो, स्पेसल कुरा हो। त स्पेसल मान्छे यस्तै गरेछ, गुन्दै बन्न खोज्छ भन्छ यस्तै। हामीले यो चाहिँ स्पेसल बाटो, पालकत्री जाने बाटो। पहिला पालको कटेरो हालेर बसेको, पाल कटेरी भने। त्यस पछाडि
खरको कटेर हाल्न लागे, छाप्रो हाल्न लागे, त्यस्तै हो विशेष त। पनि फुल हो ल। बाल कत्री आउनै लाग्दाखेरि सिन चाहिँ अलिक कडै देखाउँछ। विशेष यो पाल कत्रीले छुट्टै इतिहास बोकेको छ। यहाँनिर यति राम्रो चौरो छ कि पुरा वर्णन गर्न सकिन्छ। यहाँको विशेषता हेर्नु, यहाँको सिन हेर्दाखेरि यस्तो एडभेन्चर लाग्छ। आइपुग्यो हामी सँगै आयो पाल कत्री आयो। यहाँदेखि अब नाङ्गीको डाँडा पनि देख्छ भाइ। इतिहासमा चाहिँ केही गरेको रहेछ नै बुढाहरूले भनेको। लङ्के र सङ्के भन्ने पहलमान थिए अरे पहिला। पहलमान नै त हो नि। यो चाहिँ तारेभिर नाङ्गाडा भन्छ। केही छैन, हल्का तल विशेष पाल कत्री हजुर आए। बाटो ओह्रालो अनि चिप्लो पनि छ। यो चाहिँ के भनेर सेउलीबाङ जोड्ने बाटो। रजवाडाबाट झाँक्रीढुङ्गा अनि सेउलीबाङ जोड्ने बाटो राम्रो बाटो छ। यो जङ्गलको बाटो हजुर, मोटो बाटो हिँड्नुको मजा बेग्लै छ। गाडी पनि कुदिरहेको छ। विशेष त विशेषै हुन्छ। यो चाहिँ झाँक्रीढुङ्गाको हामी छेउमै आइपुग्यौँ। अब मोटो बाटो चाहिँ एकदम विकास छ है। गाडीहरू चाहिँ मजाले जान सक्छ। गाडी गइसकेको छ भने
चाहिँ यता खवाङ झिम्प साहिबिसुना घुम्चुली यसरी थाहा हुन्छ हाम्रो सुसाको बाउन्डिङ भिजिट ट्रेकिङ ठाटी भट्किया रहेछ ढुङ्गातिर जाने बाटो हजुर यो भ्लग आज भिडियोमा आज हजुरै देखिने हो क्या टिप्ने चाहिँ जाने बाटो झाँक्री ढुङ्गा यसको इतिहास ढुङ्गा हो झाँक्री र झाँक्रिनी भन्छन् यहाँको भने अनुसारै भन्नुपर्ने ओह्रालो नै ओह्रालो छ खै यस्तो राम्रो छ हामीले टिका त राम्रो देखिन्छ मलाई त यहाँको विशेषता चाहिँ कोइरो लाग्छ बढी नै झाँक्री झाँक्री नै कोइरोभित्र मजाले बस्नुभएछ उहिलेको झाँक्री झाँक्रिनीहरू ढुङ्गा बनेर बसेको यसरी यहाँको विशेषता चाहिँ यो हो सबको भाग्य कहाँ हुन्छ कहिले उज्यालो पर्छ कहिले अँध्यारो पर्छ कहिले घाम लाग्छ कहिले कोइरो कहिले पानी आउँछ हाम्रो भाग्यमा चाहिँ नि के आएछ मम्मी कता अरे
दादा रक्षा गर्नु होला हामीलाई सबको भलो होस् सबैले निको होस् देश परदेशमा भएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी सबैलाई ठिक होस् निको होस् भन्ने तर्साउने बिर्छ तर्साउने ढुङ्गा छ यो यस्तो मान्छे जस्तो बसेर यो यहाँनिरको सिडी भन्ने कुराहरू यो चाहिँ बसमै उकालो भएर यो चाहिँ शुद्धता के भन्छ यसलाई यस्तो कडा छ देखेको होला अप्ठ्यारो होला सचमा उकालो छ यो तल डाइम विशेष कुरा हामीले यहाँ देखाउनु भनेको थिएँ देखाउने भनेको थिएँ हेर्नुपर्ने चिज विशेष हेर्नुपर्ने चिज यो पार छ देखाउने बिचबाट यहाँको विशेषता उपुलो झाँक्री तल झाँक्री नि यहाँ माथि रेलिङ यहाँ तल पनि रेलिङ कोइरोभित्रै लामो भएर कोइरोभित्रै देखिने रेलिङ त्यही विशेषता हो यसो डिन्जर ठाउँ आयो अहिले छोरा घुमिरहेको छ नि पुरा यो झाँक्रिनीको परिक्रमा गरेर हामी सिधा ओह्रालो लाग्यौँ फेरि विकासले चाहिँ विकास गरेको छ है धार्मिक रूपमा विकास गरेको छ झाँक्री झाँक्रिनी हेऱ्यौँ हामीले ल बर्मा अप्ठ्यारो छ यस्तै रेलिङ सबै ठप्कना छोल्ली छ खाप्टे भएर हो कि विदेशतिर क्लाइम्बिङ के धुम्यान चढ्छ हामी नेपालमा चाहिँ हाम्रो चाहिँ शक्ति छ नि त त्यही भएर हामी पूजा गर्छौँ झाँक्री झाँक्रिनीको तल्लो झाँक्रिनी होइन होला तल्लो झाँक्रिनी तल्लो झाँक्रिनी छलङ्ग छुट्टिएछ त्यही ठुलो झाँक्रिनी तल्लो झाँक्री ल बाई बाई फिर्ता भयो एकदम फर्केर दिनु होला मैले अरू हामी सब ठिक छ विकास चाहिँ गरेको छ है त हाम्रो विकास समितिले अब योभन्दा बढी हामी भिडियो बन्दैन पनि होला लामो भिडियो पनि
पछाडिबाट देखिने ब्याक साइडको अगाडि शिरतिर फर्किने आँट फिर्ता हुँदै माथि त
लड्डु जिउको अब यहाँबाट बिदाई।